दिदी बहिनीको बल गरेर हैसे अनि टाइम स्पेन्ड हो कि थाहै भएको छैन कि होइन Hello guys, welcome back to our YouTube channel. न्यू डे न्यू ब्लग हैन धेरै दिनपछि न्यू ब्लग हो अनि हामी चाहिँ भन्दिनु तपाईले अब हामी चाहिँ अब लन्डनतिर जाने प्लान गर्दैछौँ। सो म चाहिँ मेरो नम्बर ससिले पुर्याइदिने भनेर भनेको छ। सो त्यहाँबाट चाहिँ हामी कपाल अफ ट्रेन्स चेन्ज गरेर चाहिँ हाम्रो नाना र दाइको ठाउँसम्म पुग्छौँ। अनि त्यहाँ पुगिसकेपछि चाहिँ अब आई डोन्ट नो अब हामीले प्लान चाहिँ अब त्यहाँ गएर अब राम्रै भयो भने राम्रै अब लाग्यो भने अब 1 विकसम्म पनि बस्न सक्छौँ। अब वाइ नट होइन 1 विक पछि त अब आफ्टर 1 विक अब न्यु इयर पनि लाग्छ। न्यु इयर लागेपछि अब सो लन्डनमा फायरवर्क्स अब दामी नै हुन्छ है, दामी हुन्छ। सो वाइ नट सी द फायरवर्क्स होइन, अनि इन्जोय अनि कम ब्याक होइन। हो त्यही हो। अनि भनिहाल्नु भयो कति बसिन्छ अब रमाइलो भयो भने बस्छौँ, भएन भने हामी आउँछौँ 2-3 दिन घुमेर। त्यही हो प्लान चाहिँ। अनि अहिले चाहिँ हामी दाइलाई कुरिरहेको छौँ, दाइ आउनुहुन्छ अनि दाइले चाहिँ स्टेसनसम्म हामीलाई पुऱ्याइदिनुहुन्छ। थ्याङ्क यू सो मच दाइ, एगेन सधैँ हेल्प गरेकोमा तपाईँले। अनि त्यही हो अब जान लागेको कस्तो हुन्छ, रमाइलो हुन्छ भने आई एम होपफुल। लेट्स सी, बाटोमा भेटौँ है त साथीहरू। यहाँ दाइले चाहिँ हामीलाई यहाँ ड्रप गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद नेहालाई अनि दाइलाई। दादा वेलकम, कहाँ हुनुहुन्छ तपाईँ? लेसन राई यहाँ हुनुहुन्छ। जाडो छ, एकदम चिसो छ हावाले हालेर। कालो देखेछौ? कालो देखेको चिसोले कालो देखेको होला। कालो कि गोरो देखेछ? कहियो सानो मान्छे। नमस्कारम नमस्कारम। हिँड्दा हिँड्दा मर्नु लागिसक्यो यहाँनिर। जाम छ है, चिसो छ है। फाइनली भेट भएछ दिदी बहिनीको। The next day. आउनु यहाँ फिट चेक गर्न मेरो भिडियोमा। हेलो वेलकम टु माई ब्लग। हाई वेलकम टु माई ब्लग। वेलकम टु माई युट्युब च्यानल अगेन। अनि आज चाहिँ हामी फेरि लन्डन जान लागिरहेको छौँ। अनि फिट चेक गर्न लागेको अहिले चाहिँ मेरो होल फिट आजको देख्न सक्नुहुन्छ। ज्याकेट फ्रम टेस्को, प्यान्ट एन्ड टी सर्ट फ्रम M&S, my boot from Japan, and Charles and Kate को ब्याग एन्ड मेरो क्यामेरा। हेलो गाइज, सो हाम्रो चाहिँ फिट चेक भइरहेछ। मेरो ड्रेसअप चाहिँ जस्ट इन्टायरली मेरो बुढीको चोइसमा हो। सो यु क्यान सी बुट छ एन्ड देन लङ कोट अनि नर्मल त्यस्तै छ। नाना आई वान्ट ह्यान्ड ओभर द माइक टु नाना। धन्यवाद। हाई गाइज, अब मेरो पालो। मेरो चाहिँ सब सिनबाट छ है। दिस वान इज अल्सो फ्रम सिन, बुट अल्सो फ्रम सिन, एन्ड यो कोट चाहिँ न्यू लुक, टी सर्ट प्राइमार्क, डन। कम्पडा। हेलो हेलो गाइज, मेरो चाहिँ सब नेक्स्टको सामान। हेयर स्टाइल त बबाले हो, हेयर स्टाइल चाहिँ बबालै छ मेरो।
ल म नेपालको किमजङ हो बुढी चिसो चिसो भइरहेछ होइन दिनु न शाहरुख खानको एउटा साथीहरु हामी चाहिँ यहाँनिर फोटो सेसन सकेर अब खाजा खाना जान रहेको नेपाली मोमो के गर्नु पर्यो रे भेन हजुरलाई हजुर साररी बोल्नु पर्यो के भिडियो बनाउनु पर्यो एउटा दामी बुढी बिना छुट्टै जाँदैछौँ हामी चाहिँ स्टिल जाँदैछौँ मोमो पसल खोज्दै खोज्दै यता नाना र भेना यता मेरो बुढा टोपी लाएर हिँड्दै हुनुहुन्छ क्रिसमस ट्री भित्र रहेछ जाँदैछौँ 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 यहाँनिर क्रिसमस लु बल गरेर हैसे तपाईँहरू बाहुबली हो किन साथीहरू म चाहिँ भिडियोग्राफर भएर गाह्रो छ मलाई बुढी तर न जाऊ दाले लाइट देखाउँछ ओके भिडियो पनि राम्रो रहेछ दाइको त पाप भइसक्यो लाइट यो जोडिरहेको कडा छ त माइक मेरो हातमा छ कडा देखेछ यार अब चाहिँ हाम्रो लगभग यहाँनिर लन्डन ब्रिज टावर ब्रिज यहाँनिर चाहिँ अब टाइम सकिसकेछ अब चाहिँ हामी नेक्स्ट चाहिँ कहाँ जाँदैछौँ चाइना टाउन चाइना टाउन हामी चाहिँ चाइना टाउन जाँदैछौँ अनि चाइना टाउनमा हामी रामिन ट्राई गर्नेवाला छौँ मैले हेरेर राखिरहेको छु अनि एकदम ट्राई गर्न मन लागेको रामिन गएर त्यहाँनिर हेरेर खान्छौँ रातिको 5:30 जस्तो भइरहेछ तर हेर्न सक्नुहुन्छ एकदमै डार्क पछाडि ब्रिज हेर्नुहोस् जति लाइट बल्दै गयो त्यति राम्रो देखिँदो रहेछ ल जस रमाइलो भयो फोटोहरू पनि राम्रो राम्रो खिच्यौँ बाई बाई बाई
चाइना टाउन आइसकेको छौँ हामी चाहिँ यहाँनिर छिर्दैछौँ चाइना टाउन कस्तो लागिरहेछ मलाई मजा भइरहेछ एकदमै रमाइलो भइरहेछ फर्स्ट टाइम मतलब यो आइसकेको ठाउँ कि तर अनि बहिनी जयसँग घुम्दाखेरि चाहिँ एकदमै रमाइलो के आनन्द भइरहेछ कि रिल्याक्स अनि टाइम स्पेन्ड भएको थियो थाहै भएको छैन कि होइन साथीहरू यो नुडल्स इन भन्नेमा हामी चाहिँ नुडल्स खान आएको कि यसको क्यु हेर्नु न त्यो पसलको बाहिर यति लामो लाइनमा बसिरहेको त अनि एउटा मान्छेले त लाइन त पल्लो पारी रोड पारीदेखि छ भनेर भन्यो अनि हामी फेरि क्रस गरेर आएर यहाँनिर पनि यति धेरै लाइन छ क्या उतापट्टि नपुगेर यता गरेको रहेछ 45 मिनट भइसक्यो हामी उताबाट यता आइसकेँ मैले अनि हामी यतापट्टिको लास्टमा बसिरहेको छु मैले चाहिँ उतापट्टि यत्रो लामो क्यु भइसक्यो फेरि अब आउन लाग्यो पाला हाम्रो ओ माई गड साथीहरू फाइनली हामी चाहिँ ढोकामा आइसकेको छौँ यहाँनिर कस्तो लागिरहेछ ह्याप्पी बल्ल बल्ल ढोकामा आइपुगेछ कस्तो लागेको छ बेना भोक लागेको छ नि कस्तो लाग्नु त वाह तपाईँलाई एक्साइटेड कस्तो छ टेस्ट गरेपछि थाहा हुन्छ तपाईँ त कति हेन्सम हो म त यस्तै हो जन्मदेखि नै हैन त जन्मेदेखि हो कि कहिलेदेखि हो भन्नु त बुढीसँग बुढीलाई भेटाइदिएँ वेल डन गुड एन्सर भिडियो बनाउनु नाना यसले काटेको त्यसरी होइन कि थ्याङ्क यू रमाइलो भयो घर पनि राम्ररी बनाइयो एकदम अनि त्यही हो रमाइलो भयो साथीहरू अब सबै भ्लग छिटै नै आउनेवाला छ सबैजनाले हेरिदिनु होला रमाइलो मानिदिनु होला एकदम रमाइलो भएको छ आजको भिडियोहरू त ओहो अन्त पुरा बिहान हामी कति बजी हिँडेको 2 बजीतिर हिँडेको होला अहिले कति बजी भएन दिउँसो 2 बजीतिर हिँडेको 10 बजी भनेपछि हिसाब गर्नुहोस् 7-8 घन्टा हामी बाहिर थियौँ जाडोमा जस रमाइलो भयो अनि फेरि भेट होला साथीहरू बाई।